ल हेर्नुहोस् गायक, माथि नहेर्नुहोस्, तल नहेर्नुहोस्, वर नहेर्नुहोस्, पर नहेर्नुहोस्। तपाईले चाहिँ डाइरेक्ट चाहिँ आङ्गुरमा हेर्नुहोस्। हजुर आङ्गुरमा, गाईचारो आङ्गुरमा हेर्नुहोस्। हामीले चाहिँ दुःख मिहिनेत गरेपछि आङ्गुर चाहिँ तपाईको चाहिँ यसरी फल्दो रहेछ आङ्गुर। ल हेर्नुहोस् गाईचारो, हेर्नुहोस् मजाले हेर्नुहोस्। हजुर हेर्नुहोस्, यहाँ चाहिँ हाम्रो चाहिँ आङ्गुर हेर्नुहोस्। बेलकोटगढी वडा नम्बर 9 भागेको कान्छोको बारीमा हेर्नुहोस् आङ्गुर हेर्नुहोस्। तपाईको चाहिँ हेर्नुहोस्, मुजुरको प्वाख लिएर नकल गरेको होइन मैले, बाघको छाला ओढेर गर्जन गरेको होइन मैले। यो सत्य तथ्य आफूले दुःख गरेर यस्तो फलाएको छ। हेर्नुहोस्, यहाँ हेर्नुहोस् आङ्गुर हेर्नुहोस्। तपाईको चाहिँ यहाँ चाहिँ अहिले भन्दा चाहिँ 5 वर्ष अगाडि मैले 100 वटा बुट्टा चाहिँ सारेको थियो यो अङ्गुरको। अहिले चाहिँ तपाईको 5 वर्षपछि यसरी फलेको छ अङ्गुर। हेर्नुहोस् मजाले हेर्नुहोस्, तपाईहरु हेर्नुहोस्, आनन्दसँग हेर्नुहोस्। यहाँ चाहिँ तपाईको कम्तीमा पनि 15 क्विन्टल देखि 20 क्विन्टल सम्म फलेको छ। हेर्नुहोस्, तपाईको चाहिँ यहाँ अङ्गुर बगैँचा भन्ने चाहिँ साइनबोर्ड पनि हामीले चाहिँ राखेका छौं। यहाँ हेर्नुहोस् गाईचारो, दुःख मिहिनेत गरेपछि हाम्रो नेपालमा पनि नहुने के रहेछ त। ल हेर्नुहोस् आङ्गुर मजाले हेर्नुहोस्, आङ्गुर अर्गानिक आङ्गुर हेर्नुहोस्। आङ्गुर कम्तीमा पनि यहाँ तपाईको एउटै बोर्डमा चाहिँ तपाईको 100 वटा झुप्पा भन्दा बढी चाहिँ अङ्गुर चाहिँ फलेको छ। हेर्नुहोस् मजाले हेर्नुहोस्। यसरी चाहिँ फल्दो रहेछ है हाम्रो नेपालमा पनि दुःख मिहिनेत गरेपछि। हेर्नुहोस् गाईचारो, तपाईहरुले चाहिँ हेरिदिनुहोस्, यस्तो हुँदो रहेछ अङ्गुर। मजाले हेरिदिनुहोस्, लाइक गरिदिनुहोस्, शेयर गरिदिनुहोस्। तपाईहरु पनि यस्तै गरी दुःख मिहिनेत गरेर यसरी फलाउनुहोस्, अङ्गुर फलाउनुहोस् भनेर चाहिँ मैले दाजुभाइ दिदीबहिनी बुबा मम्मी आफूभन्दा ठुला आफूभन्दा सानालाई सबैलाई यस्तो मिहिनेत गरेर यसरी फल फलाउनुहोस् भन्ने चाहिँ जानकारी दिँदै तपाईहरुलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्त नमस्ते, भोलि भेटौँला।